यो एक रहस्यमय कहानी हो जुन यस प्रकार छ। सपनीले देखाएको खजाना। सपनीले देखाएको त्यो खजाना केवल सुन चाँदीको थुप्रो मात्र थिएन, बरु जीवनका गहिरा मूल्य र रहस्यहरूको प्रतीक थियो। रमेश कुमारले त्यो सपनीमा देखिएको मार्ग पछ्याउँदै अनेकौं कठिनाई र अवरोध पार गर्दै यात्रा गरेको थियो। सुरुमा त उनले केवल बाहिरी खजाना खोजिरहेको ठाने, तर यात्रा क्रममै उनले महसुस गरे साँचो खजाना त आत्मज्ञान, धैर्यता र प्रेम नै रहेछ। जब उनले अन्तिम गुफाको ढोका खोले, त्यहाँ कुनै सुनचाँदी थिएन, बरु एउटा उज्यालो प्रकाश थियो जसले उनको मनको गहिराइसम्म पुगेर चेतना विस्तार गरिदियो। उनले बुझे जीवनमा साँचो सफलता बाह्य सम्पत्तिमा होइन, भित्रको आनन्द र शान्तिमा निर्भर गर्दछ। त्यही बेला गुफाभित्र लेखिएको एउटा पुरानो शिलालेखले उनको ध्यान खिच्यो, जसमा लेखिएको थियो, तिमीले जे खोज्यौ त्यो तिम्रो भित्रै थियो। यात्रा केवल तिमीलाई आफैसँग भेट गराउने माध्यम हो। त्यस क्षण रमेश कुमारको हृदयमा एक अनुपम शान्ति फैलियो। उनले बुझे सपनीले देखाएको खजाना वास्तवमा आत्मबोध थियो। उनी खाली हात त फर्किएनन्, बरु ज्ञान र अनुभूतिले भरिएका थिए। गाउँ फर्केर उनले आफूले प्राप्त गरेको ज्ञान अरूसँग बाँडे। मानिसहरू उनलाई सुन्न थाले, सिक्न थाले। गाउँमा प्रेम, एकता र आशाको नयाँ उज्यालो फैलियो। रमेश कुमार आफै नयाँ प्रेरणाको स्रोत बने। अन्ततः उनले बुझे कि कहिलेकाहीँ जिन्दगीले हामीलाई बाहिरी वस्तुको लोभ देखाएर भित्री यात्रा गराउन खोजिरहेको हुन्छ। हाम्रो साँचो खजाना हाम्रो भित्रै लुकेको हुन्छ। विश्वास, धैर्यता र प्रेमको रूपमा। यसरी सपनीले देखाएको खजाना केवल रमेश कुमारको होइन, सिङ्गो समाजको पुनर्जागरणको कारण बन्यो। सपनाले उनलाई न केवल आफूलाई बदल्न प्रेरित गर्यो, बरु अरूलाई पनि आफ्नो आन्तरिक शक्तिसँग जोडिन सिकायो। अन्ततः हामी सबैका जीवनमा कुनै न कुनै रूपमा सपनाले देखाएको खजाना हुन्छ। प्रश्न केवल यति हो कि हामी त्यो खजानाको खोजीमा साहसपूर्वक यात्रा गर्नेछौँ।